मथुरावासीहरू तिमीहरूलाई यो मेरो महलमा स्वागत छ। आज निकै मेरो लागि निकै उत्कृष्ट अहिले जब मेरो बहिनी देवकीलाई बिहेमा नभएको थिएन, त्यही दिन भन्दै थियो आकाशवाणीबाट देवकीको 8औं गर्भबाट मृत्यु हुन्छ। त्यो मथुरा, त्यो गोपाल नगरीको गोठालेले मेरा दाजुहरू अकासुर बकासुर धेनुकासुर अनि मेरी बहिनी होलिका पुतनालाई पनि मार्यो। बिचराहरूलाई के आज आज धनुरे हिउँ पारेर मैले गोठालेहरूलाई लिन, त्यो पनि तिनीहरूकै अङ्कल तिनीहरूकै अङ्कललाई लिन पठाएको छ। बिचारा मामाले बोलाएको एकेमा गणेश बनौला भन्दै टुकुर आउँदै, तर धनुरेके नभइकन तिनीहरूको अन्तिम दिन बनाउनेछु। नयाँ सधैँ दिन्छु घोडामा चढेर दक्षिणतिरको यात्रा गरे। आजसम्म तराई तराई भए भए मेरो मास्टर, आज तिनीहरूको राम नाम सत्य गर्छु अनि यो सम्पूर्ण जगत तराई आएर बस्नेछु। सैनिकहरू महाराज सुन, जो यदि यो गेटबाट कोही भित्र आउँछ भने त्यसलाई पहिला त्यसको शिर छेदन गरिदिनु। शिर छेदन महाराज? यहाँ मान्छे मात्र होइन, मुसा पनि छिर्न नपाओस्। जो आज्ञा महाराज। हजार हात्ती बराबरको बल भएको छ। हो महाराज, एकैचोटिमा सिकाइदिनु त्यो गोठालेहरू। हो महाराज, म लागे शयन कक्षे। के बोला आज की जय हो। हाँ सुन महाराज, भने बमोजिङ गर्नु। मथुरावासीलाई डराउन दिनको लागि यो खबर पक्कै पनि गोकुलमा पुगेको हुनुपर्छ, त्यसैले लाइन कट गरिदियो। पक्कै पनि हो महाराज। सेविकार मथुरावासी यी दुईटी को हो भनेर सोचेकी होला तिमीहरू। यी मेरी जेठी पत्नी अस्ति अनि यिनी कान्छी पत्नी प्राप्ति। राम्रो सुनागर बसाइनका छन जान्छु। हे चाँडो पुष्टि महाराज, त्यहाँबाट कसैलाई पनि प्रवेश हुन नदिनु। महाराज, मलाई सिकाइ बक्स्यो कसरी तिनीहरूको खातिरदारी गर्ने। त्यहाँ यदि आउँछ भने भित्र छिर्न नदिनु। तिनीहरूलाई गेटमै तिनीहरूको प्राण नष्ट गरिदिनु। महाराज, तन्त्र मन्त्र पनि सिकाइ बक्स्योस्। तन्त्र मन्त्र सबै तलाई
सिकाइ बक्सोस् सबै तिमीहरूलाई थाहा छ विलम्ब भइसक्यो तयारीका साथ बस ठिक छ महाराज महाराज किन होस् गोठाले महाराज गोठाले आए महाराज मभन्दा ठुलो स्वर नगर आयो भने सिकाइदे मलाई साइन गर्न दे आज हाम्रा मामाले कुनै मथुरामा 84 पाल्दैछन् भन्नुहुन्थ्यो गाउँ भैया दिएको छ हाम्रा अनि निमन्त्रणा गर्छ अब हामीले विलम्ब गर्नु हुँदैन हुन्छ तारा जाउँ सरासर जाउँ हामी महाराजले कुरेर बस्नु भयो र मामाले हामीलाई जाउँ भैया हजुर हामी त मथुरामा पुगिसक्यौँ त आहा कति रमणीय छ हेर्नु त मथुरा हेर त खाना कस्तो आनन्दको मेरा मामाले सजावट गरेका यति राम्रो फुल रङ्गी बिरङ्गी गुब्बाराहरू सुन्दर हेर त यहाँ यता हेर त कति राम्रा राम्रा मान्छेहरू पनि हुनुहुन्छ हेर त खाना मथुरामा तर त्यही गेटमा दिएका काला काला स्वरूप त को हुन्? यी त द्वारपाल काना द्वारपालको हामी हाम्रा मामालाई भेट्न आएका हौँ हामी सोधिहालौँ हे द्वारपालहरू हामी मामालाई भेट्न आएका कहाँ हुनुहुन्छ मावासी बोल्नु भैया द्वारपाल त लाटा रहेछन् क्या गोठाले भोलि त को ती बलराम कृष्ण भन्ने तिमीहरू हो हामीले त के काना बल साई होला के काना ठुला होला थालेको त काठैभरि लै 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 भैया द्वारपालहरूले आज हामीलाई हेपिरहेका छन् हे द्वारपालहरू यो सन्देश पुऱ्याइदियो मेरा मामालाई कि उनका भान्जा कृष्ण र बलराम आएका छन् जाऊ गएर तिमीहरूसँग बहस गरेर समय व्यर्थ गर्न छैन हामीलाई पनि तिमीहरूसँग गर्ने समय छैन तिमीहरू मृत्युको लागि रेडी भयो तयारी भयो हो भैया हामी कंसमाला मामालाई भेट्न आएका यी द्वारपालहरू मृत्युको लागि तयार हुनु भनिरहेका छन् यतैबाट सुरु गरौँ न त कतै हामीलाई महाराजको आदेश छ यदि यो द्वारमा जो पनि आउँछ त्यसलाई मृत्यु प्रण गरिदिनु भनेर आदेश दिनुभएको छ हो भैया हजुर देखाइदिउँ माखनको पावर देखाइदेऊ भने के छ र देखाइदेऊ त्यसो भए भैया हजुर मामा कल एक बुक्कामै गए तिनीहरू माखन खाएको छ नि त काका हो पक्कै पनि अब मामाश्री पो कहाँ छ बाबाजी बाबाजी हो मामा खाना मामा त हुनु त जस्तो छ कि माखनको बाबाजीलाई पनि लाग्यो क्या
मामा त देखिनुहुन्न। भाइजूलाई बोलाउनु त काना। त्यसो भए भित्र होला। आऊ त दाउ भैया, आऊ गएर खोजी आऊ। मामा बाबाजी त यहाँ पनि हुनु राव भैया। कता जानुभयो त काना? खै खजम र कृष्ण यतै हुनुहुन्छ। दुईटा हाम्रा माइजहरूसँग आराम गरिरहेका होला। राव भैया भित्रै गएर हुन्छ जान्न त काना, खजौँ। मामा हो मामा। बाबाजी प्रणाम। प्रणाम मामा। मामा 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 भान्जा भान्जा त भन्नुहुन्न त राव भैया। गए क्या कोमामै पुगिबस्नु छ। मामा राव भैया। हजुर मामा अहिले निन्द्रामै हुनुहुन्छ। हामीले उहाँलाई डिस्टर्ब गर्नु हुँदैन। हामी भित्र आएर 84 खानेकुराहरू खाऊ। मक्खन होला मक्खन। के को कोलाहल सुन्दैछु म। के हुँदैछ यहाँ? म त निद्रामा कालो भैँसी माथि चढेर दक्षिणतिरको यात्रा गर्दैछु। मेरा यी सैनिकहरू खै पक्कै पनि यो गोठालेहरूले गरेको सहज छैन। मामा ओ मामा मामा बाबाको बाबा हुँदैछ। हे गोठाले मामा घर आएर हप्ता बिहान बाहिर बोलाउँदैछस्। होइन मामा हजुरको अगाडि छु। मेरो अगाडि खै मेरो अगाडि प्रजाहरू मात्र छ। मामा यो तपाईँको हेरिबक्स्योस्। तै होस् गोकुलको गोठाले। हो मामा। मान्छेहरूले पहिचान्न सकेका छैन। तिमीहरूले नै हो मेरो भाइ बकासुर बकासुर भनेको। हान्दै गरे हुँदै शङ्का छ र मामा। शङ्का छ मलाई। हे काले हे मोबाइल चलाएर बसेको छ। यो बडा यो साउन्ड बडा
keluarga para mulai materi air turun ke amat hati. Mama, Merah baca malaikat layu, malaikat baca Nicholas. छल गर्न त धेरै आउँदो रहेछ मामा। कस्ता कस्ता कहाँ गए नाथे मुसाको छौरा दरबार कस्ता कस्ता बैहरू भन्नेलाई त सिद्ध्याए नाथे गोठालाले मलाई सिद्ध्याए मामा, म हजुरसँग बहस गर्न आएको होइन, हजुरको निमन्त्रणालाई स्वीकार म हजुरलाई भेट्न आएको हुँ। ए छलिया मैले सुने अनुसार तैँले सबै मेरा कासुर बकासु जति पनि दाजुहरू थिए सबैलाई छल गरेर गलत थाहा पाउनुहुनेछ मामा। आज पनि तँलाई तनहुँ यज्ञको आलोचना खाए तँलाई यो यज्ञमा होइन यी सारा प्रजाका अगाडि तेरो मृत्यु देखाउन बोलायो सपना बन्द गरिदिनुहोस् मामा, यो केवल सपनामा मात्रै सुहाउँछ। मसँग फेरि बास गर्ने समय छैन आरती गर्ने बेला भइसक्यो आइज युद्धको लागि तयार भयो सक्सेस भने युद्धमा होइन भने मेरो हात ठिक छ मामा, हजुरको यही इच्छा छ भने म युद्धको लागि तयार छु मामा। आउनुहोस्, आइज कन्हैया आइज युद्ध नै सही। आज तँलाई मारेर यस सर्वस्याहार आइज कन्हैया ता पनि आउँछस् विचार मामा, यता हेरी बक्सियोस्। आइज तेरो लागि आश्रा किन आइज बाबुका भाउ, हजुर यहाँ बस्नु। आइज ए गोपाल आइज मामा, यो त ट्रेलर मात्रै हो। ट्रेलर खाली देखाउँछ आइज आइज के भयो मामा? एक बार तो पर बातें का मन सब बना आइज
भाइजू 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 किन रिसाइसक्यो? यी मेरा मामा दुष्ट थिए र म आफ्नो प्राण गुमाउनु पर्यो। भाइजू चिन्ता नलिनुहोस्, उहाँको कर्मको फल हो। एक न एक दिन उहाँको अहंकार र घमण्ड र पापले यो संसार छोडेर जानु नै थियो। म त केवल एउटा माध्यम मात्रै थिए। भाइजू चिन्ता नगर्नुहोस्। भैया भाइजूलाई त बल्ल तल्ल सम्झाउन सकियो, अब हामी पनि लाग्यौँ। हे कृष्ण तिमीले कंस मार्यो र बोके चाल हुन्थ्यो नत्र। हे कृष्ण तिमीले